हेर त नरेन्द्र, यो नयाँ प्रधानमन्त्रीले त पुरै संसार हातमा लिएर हिँडेका छन्। बालेन, मलाई भन् त, तिम्रो नक्सामा कतै मेरो ग्रेट वाल भन्दा ठूलो प्रोजेक्ट त छैन? ट्रम्प सर, हातमा भएको ग्लोबमा नेपालको फोहोर कहाँ फाल्दा अरू देशलाई फाइदा हुन्छ भनेर लजिस्टिक हेर्दैछु। परराष्ट्र नीति भनेकै छिमेकीको आँगन सफा राख्नु त हो नि, हैन र मोदी सर? बालेनजी, परराष्ट्र नीति त नेबरहुड फर्स्ट हुनुपर्छ, तर तपाईँ त सीमानामा डोजर खडा गरिदिनु भयो। यो कस्तो कूटनीति हो? मोदीजी, विकासका लागि कठोर कदम चाल्नै पर्छ। टफ टक, तर छिमेकीसँग सम्बन्ध आई लाइक। यो डोजर डिप्लोमेसी हो। पहिले मान्छेहरू सिमाना मिच्थे, म चाहिँ सिमाना भित्र छिरेका बिचौलिया मिच्छु। डोजर डिप्लोमेसी मलाई मन पर्यो। बालेन, यदि तिमीले मेक्सिको बोर्डरमा एक हप्ता डोजर चलाइदियो भने म तिमीलाई स्ट्याच्यु अफ लिबर्टीको छेउमा एउटा र्याप कन्सर्ट गर्न दिन्छु। के छ विचार? ट्रम्प सर, तपाईँ पर्खाल बनाउनुहुन्छ, म बाटो बनाउँछु। मलाई त चिन्ता यो छ कि तपाईँको व्हाइट हाउसको नक्सा पास छ कि छैन, कतै त्यो पनि सरकारी जग्गामा त बनेको छैन। बालेनजी, तपाईँ त अन्तर्राष्ट्रिय मञ्चमा पनि इन्जिनियरिङ छोड्नुहुन्न, तर नेपाल र भारतको सम्बन्ध त रोटी बेटीको सम्बन्ध हो। यसमा डोजर नचलाउनुस् न। रोटी बेटी त छँदैछ मोदी सर। अब डाटा र ड्युटीको कुरा गरौँ। हाम्रा युवाहरू सिलिकन भ्याली र गल्फमा पसिना बगाउँदैछन्। म त यस्तो परराष्ट्र नीति बनाउँदैछु कि भोलि ट्रम्प सरले भिसा माग्न ई सेवाबाट फर्म भर्नु परोस्। म भिसा? म त सिधा जहाज लिएर सगरमाथामा ओर्लिन्छु। त्यहाँ मेरो नामको एउटा ट्रम्प एभरेस्ट क्यासिनो खोल्ने मेरो प्लान छ। बालेन, डिल फाइनल गरौँ? सगरमाथामा क्यासिनो होइन, त्यहाँ त पिस जोन हुन्छ। बरु तपाईँलाई धेरै पैसा कमाउनु छ भने न्युयोर्कको फोहोर व्यवस्थापनको ठेक्का मलाई दिनुस्। म महानगर मोडलमा मेक अमेरिका क्लिन अगेन गरिदिन्छु। बालेनजी, सार्कलाई ब्युताउने केही योजना छ कि डोजरले नै थिचिदिने हो? सार्क त कोमामा छ मोदी सर, त्यसलाई रिभाइभ गर्न म एउटा र्याप लेख्दैछु। बालेन सर, मेरो लागि पनि एउटा चुनावी गीत लेखिदेऊ न। ट्रम्प इज ब्याक विथ अ डोजर अट्याक। अर्को पटक आउँदा नक्सा लिएर आउनु होला, अनि मात्र परराष्ट्र वार्ता अगाडि बढ्छ।